काठमाडौँको यो बल्खु क्षेत्रको जाम सधैँ यस्तै रहने भयो, कहिले नहट्ने भयो। खाली जाम हुन्छ, बिहानको टाइममा पनि यस्तै जाम हुन्छ, बेलुकाको टाइममा पनि यस्तै जाम हुन्छ। तपाईहरु यो बाइक चलाउनेहरूलाई कस्तो लागिरहेछ? यो जाम हुँदा साधन चलाउनेहरूलाई कतिको अप्ठ्यारो, कतिको असहज भएको छ? बहुत गाह्रो छ सर, बहुत गाह्रो छ। त्यो गर्नु पर्यो। अब डेङ्गी आयो नि त्यही भयो, कहिले आउने? त्यही त जाम हटेन, गाह्रो छ। त्यहाँ सिस्टमै डामाडोल भइरहेछ, ट्राफिकहरू फिरफिर बजाएको बजाइ छ। के चाहिँ गर्नु र? एकजना ट्राफिक फिरफिर बजाएर बसेको छ, सिस्टम भएन, डामाडोल भयो। हेर्नुहोस्, ट्राफिक लाइटहरू, ट्राफिक सिग्नल पनि छैन क्या, त्यही भएर हो। तार्न त्यहाँ तेर्स्यो पनि भइरहेछ, ठाडो पनि गइरहेछ, उताबाट नि आइरहेछ। यही भएर हो, सिस्टमहीन भयो यहाँ। ल बदमास कसरी चलाउँछ? ल यस्तो छ, जाम माथिबाट लागिरहेको छ। यस्तो छ बल्खु क्षेत्र, जाम कहिले हट्दैन। ल सबैको जय होस्।